लोकतन्त्रलाई मध्यनजर गरेर एउटा चाडको रूपमा मान्नको निमित्त टाढा टाढाबाट उपस्थित हुनुभएको छ। त्यसकारणले गर्दाखेरि पनि यो पक्कै पनि ऐतिहासिक हुनुपर्छ भन्ने मेरो मूल्य र मान्यता पनि हो। त्यसकारणले गर्दाखेरि लोकतन्त्र दिवसको सर्वप्रथम म तपाईहरुलाई मुरी शुभकामना पनि दिन चाहन्छु। यो लोकतन्त्र यस्तो लोकतन्त्र हो जुन चाहिँ चट्टान खोपेर महाराज डाक्टर गोपाल गुरुङज्यूले त्यो बाटोबाट त्यो चट्टानी बाटोबाट चाहिँ लिएर आउनु भएको यो देशमा छाएको लोकतन्त्र नामै मात्रै भए पनि आएको लोकतन्त्रलाई तपाईँ हामीले कामको रूपमा पनि प्रयोग गर्न सक्नुपर्छ। तब मात्रै लोकतन्त्रको असली मूल्य र मान्यता हामीले चाहिँ महसुस गर्न सक्छौँ भन्ने चाहिँ तपाईँ हामीलाई सबैलाई जानकारी छ भन्ने कुरो मेरो आशा र अपेक्षा गरेको छु। मैले पटक पटक भन्ने गरेको छु, संसारलाई अध्ययन गर्दाखेरि, विश्वलाई अध्ययन गर्दाखेरि जति पनि देशहरू अग्रगामी दिशामा अगाडि बढेको छ, तपाईलाई थाहा छ सिङ्गापुर 30 वर्षमा लिक्वाइडले सिङ्गापुर बनायो। दुबईलाई युरोपको स्ट्यान्डर्डमा दुबईका सेक्स राइटले 30-40 वर्षमा चाहिँ दुबई युरोपको स्ट्यान्डर्डमा चाहिँ तयारी गर्यो। मलेसियालाई त्यसरी नै नेताहरूले त्यसरी अगाडि बढाइराख्दाखेरि मैले अध्ययन गरेँ। विभिन्न देशहरू विकसित देशहरूलाई मैले अध्ययन गर्दाखेरि त्यो देशहरूले नीति लागेको नीति चाहिँ लगाएको नीति र उहाँले चालेको चलन चाहिँ सबैभन्दा धेरै चाहिँ 24 घण्टा दिनको 24 घण्टालाई कसरी इन्टु गुणात्मक रूपमा कसरी प्रयोग गर्ने यो समयलाई भन्ने दृष्टिले उहाँले चाहिँ काम गरेको देखिन्छ। तर हाम्रो मात्रै देश यस्तो हो कि 365 दिन, जुन एक वर्षमा 365 दिन हुन्छ, त्यसको म्याक्सिमम प्रयोग गरे भने 15% मात्रै प्रयोग भइराखेको छ भन्ने विभिन्न तथ्याङ्कहरूले देखाइराखेको छ। 365 दिनलाई 100% मान्ने हो भने त्यसभित्रबाट 15% मात्रै समय नेपालीहरूले समृद्धशाली मुलुक बनाउनको लागि खर्चिराखेको भन्ने कुरो तथ्याङ्कले देखाउँछ। भनिसकेपछि कति छुट्टी रहेछ हाम्रो देशमा। मैले पटक पटक भनिराखेको छु, यहाँनिर छुट्टीको कम्पिटिसन भइराखेको छ। छुट्टीको कम्पिटिसन, छुट्टी नै छुट्टीले चाहिँ देश बनाउँछु भन्ने हो यति बेला झन् अगाडि आइराखेको छ। दसैँमा 3 महिनासम्म, दसैँमा 1.5 महिना 2 महिनासम्म, दसैँ सक्यो, महिनै दिन दसैँ मानिराख्नेहरू, तिहार लाग्यो, अनेक पूजा गर्नु लाग्यो। छुट्टीमा त्यसै पनि हामी बेरोजगार बन्छौँ। तपाईँ हामीसँग रोजगारी छैन, त्यसै पनि हामी आर्थिक रूपमा छुट्टीमा चाहिँ कङ्गाल भइराखेका हुन्छौँ। त्यही माथि त्यो छुट्टीहरू कस्तो भन्दाखेरि जातिगत रूपको छुट्टी, धार्मिकगत रूपको छुट्टी, संस्कारगत रूपको छुट्टी, कुनै पनि दिन वैज्ञानिक छुट्टी दिएन यो देशमा। तर आज आएर जातिगत छुट्टी, धार्मिक छुट्टी, संस्कारगत छुट्टी, अनेक छुट्टी सँगसँगै आज आएर हप्तामा 2 दिन छुट्टी। हस्पिटल गयो भने सिकिस्त बिमारी हुन्छ, शनिबार पनि छुट्टी, आइतबार पनि छुट्टी। अब बिमार पनि शनिबार र आइतबार बाहेक मात्रै तपाईँ हामी बिमार हुने दिन आइसके जस्तो लागिरहेछ। यस कारणले गर्दाखेरि म यो सम्मानित स्टेजबाट, यो कार्यक्रम लोकतन्त्र दिवसबाट म के भन्न चाहन्छु भने, यो नाममात्रका सरकारहरूलाई म के भन्न चाहन्छु भने, तपाईहरू छुट्टी नै छुट्टीको कम्पिटिसनमा प्रतिस्पर्धा नगर्नुहोस्। सक्नुहुन्छ भने यी जातिगत छुट्टीहरू, संस्कारगत छुट्टीहरू र धार्मिक छुट्टीहरूलाई बन्द गरेर लोकतन्त्र दिवसलाई तपाईँहरूले चाहिँ भरसक नेपाली आम नागरिकहरूको लागि कति सक्दो हुन्छ धेरैभन्दा धेरै छुट्टी दिन सक्नुपर्छ भन्ने म आग्रह अनुरोध गर्न चाहन्छु। त्यो दिन हो यो लोकतन्त्र दिन, यो चाहिँ चाड हो। तर आज हामी लोकतन्त्र दिवसको दिन पनि कति स्कुलहरू लागिराखेको भन्ने कुरो खबरमा आएको छ। एउटा रामनवमीको दिन चाहिँ छुट्टी दिने, राम कहाँ जन्म्यो, कहिले जन्म्यो भन्ने कुरा आजसम्म वैज्ञानिक तथ्य र प्रमाण छैन। तर त्यसको दिन चाहिँ छुट्टी दिने, शिवरात्रिको दिन छुट्टी दिने, कृष्ण जन्माष्टमी
तर यो देशका 72 मूलवासी मङ्गोलहरूको निमित्त आएको लोकतन्त्र दिवसको लागि चाहिँ छुट्टी नदिने यस्ता खालका कुकार्यहरू भयो भने खबरदार तिम्रो आयु छिट्टै नै सकिन्छ भन्न म चाहन्छु। म भन्न चाहन्छु हिजोसम्म महाराज डाक्टर गोपाल गुरुङज्यूले चिहानमा पुर्याएकाहरू नाममात्रका सरकारहरू थिए। आज तिनैका सन्तानहरू लागि परेर मङ्गोल नेसनल अर्गनाइजेसनलाई छेक्न र रोक्नका लागि विभिन्न विदेशी षड्यन्त्रकारीहरूसँग मन मस्तिष्क जोडेर आन्द्रा भुँडी गाँसेर आज मङ्गोल नेसनल अर्गनाइजेसनलाई रोक्नका निमित्त कल्लनी छिरिङया बल नगरेको होइन, रोक्न सकेन। तिम्रो दिन अब चाहिँ गयो। त्यसकारण म भन्न चाहन्छु दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो बाटो गन्तव्य भनेको यो देशका मूलवासीहरूको गन्तव्य भनेको तपाईँ हाम्रो अस्तित्व प्राप्तिको लागि हो क्या। यहाँ जित्नु र हार्नुसम्मको कुरा भन्दा पनि तपाईँ हाम्रो अस्तित्वको कुरा छ। यहाँ अघि पूर्ववक्ता आदरणीय दिदीले भन्दै हुनुहुन्थ्यो, जित्दा तपाईँ हामी मूलवासी मङ्गोल हारियो भने चाहिँ अर्कै पार्टीतिर कुद्नु पर्ने त्यस्तो हुन्छ। तपाईँ हामीले त्यो बुझेर हामी मङ्गोल नेसनल अर्गनाइजेसनमा आबद्ध भएको त्यस्तो कहिले र कदापि गर्नु सकिँदैन जस्तो लाग्छ मलाई। एकचोटि चुनावमा जित्यो भने हामी मूलवासी मङ्गोल, हारियो भने चाहिँ हामी अर्कै पार्टीको हुनुपर्ने, यस्ता खालका विचार लिएर हिँड्यो भने तपाईँ हाम्रो भावी सन्ततिहरूको भविष्य मिट्टीमा मिलाइदिया हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँ हामी जितेको नि मूलवासी मङ्गोल हो, हारेको पनि मूलवासी मङ्गोल हो र हाम्रो लडाइँ भनेको अस्तित्व प्राप्तिको लडाइँ हो। तपाईँ हामीले जित्यौँ भने जित्यौँ, सर्वोच्च जित्यौँ, हार्यौँ भने हामी सिक्यौँ, केही न केही हामी सिक्छौँ, त्यो हामीले बुझ्नुपर्छ। मैले पटक भनिरहेको छु, अब यहाँ एसियन हाइवे बन्दैछ, सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म 6 लेनको 4 लेनको बाटो बनिरहेको छ। अब तपाईँहरूले हेर्नु होला, यो बाटो कम्प्लिट सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म कम्प्लिट भइसकिसकेपछि यहाँ गाडीहरू सवारी साधनहरू 120 को स्पिडमा कुद्छ। तर तपाईँ हाम्रो घर त कसैको मिगलाजुङ छ, कसैको लेटाङ छ, कसैको केराबारी छ, कसैको उतल सुन्दर सिसुन्दर रहेछ, कता कता छ। यो हाइवेमा त छैन हाम्रो त घर। अनि झापा काठर भिटाबाट सर 120 को स्पिडमा महाकाली त पुगिन्छ, घर त भेटिँदैन त। घर जानुको लागि त थोत्रे होस्, ग्राभिन होस्, घुमेको बाटो होस्, जताबाट भए पनि ढिलै भए पनि हाम्रै घर जानु पर्यो नि त। अनि यहाँ साथीहरू चाहिँ कोही दुखमन गरिराखेको छ, कोही कसको पार्टी चाहिँ 120 को स्पिडमा सत्तामा पुग्यो अरे। अब त्यसकै स्पिडमा हामी पनि पछ्याउँदै पछि जानु पर्यो, हामी त महाकाली पुगिन्छ त। घर त हाम्रो यता जाँते छ, यता लेटाङ छ, माथि मिगलाजुङतिर छ र दोमाईतिर छ, बेलबारी पत्री तलतिर छ। अब ब्रेक लाएर भए पनि बिस्तारै नै भए पनि आफ्नै घरतिर जानु पर्यो होला नि त। कि साथीहरू स्पिड 120 को स्पिडमा पछि गयो भनेर हामी पनि पछि गयो भने त पुगिँदैन त। एकजना हाम्रै अनुहार परेको जय मङ्गोल नै भन्दै थियो, मङ्गोल नेसनल अर्गनाइजेसनबाट कारबाहीमा परेका झुन्डहरूको झुन्डमा प्यार कराइराखेको थियो। गाई राष्ट्रिय जनावर होइन, गाईलाई काटेर खानुपर्छ, जय मङ्गोल भन्दै नै घुम्दै थियो। साथी कता कताबाट प्रतिनिधि सभाको सदस्य जितेछ, खोटाङबाटै कताबाट हो भने बिर्से। सबैभन्दा ठुलो बक्खुवाला दौरा सुरुवाल लाएर उही माथि छ। अब घर पुग्यो त त्यो मान्छे सबैभन्दा ठुलो भाङ्राको राष्ट्रिय ढाका टोपी लाएर अगाडि देखिन्छु कि त्यो दौरा सुरुवाल देखाउनुको लागि अगाडि उभिरहेछ। त्यो मान्छे पुग्यो त अस्तित्वको घर। स्पिडमा त स्पिडै गएको हो साथीहरू, त्यो त हामीले स्वीकार्नुपर्छ। तर घर पुग्यो त, मूलवासी मङ्गोल भन्यो त भन्यो,
जित्नु हो भने त कति जिते सम्झना स्वरूप सुभाष चन्द्र नेमालाई सम्झौँ। कति महँगो दौरा सुरुवात लाएर बिते कुरा बाबा आदरणीय काका भन्दा पनि हुन्छ। तर के गर्नु, वंशले काका परे पनि कामले चाहिँ दुश्मनको काम गरिसकेपछि खासै सम्झिन लागेको चाहिँ हाम्रो पुर्खाहरू पनि खासै छैन। त्यस कारणले म भन्न चाहन्छु कि तपाईँ हामी स्पिड मात्र होइन, तपाईँ हाम्रो गन्तव्य कहाँ हो त्यो महत्त्वपूर्ण विषय हुन्छ। घर चाहिँ चोगलुङमातिर अनि ओह्रालो कुद्नु सजिलो हुन्छ भनेर ओह्रालो काँसी पुगिन्छ त। ढिलै भयो भने चोगलुङमै जाने हो, लट्ठी टेकेर भए पनि बुढा धसेर पनि हामी घर चोगलुङमै हो, चोगलुङमैतिर जाने हो। ओह्रालो लडे पनि चिप्ले पनि कुदे पनि ओह्रालो छिटो हुन्छ भनेर काँसीतिर गयो भने त घर त भेटिँदैन त। त्यस कारणले म तपाईँहरूलाई भन्न चाहन्छु, यो लोकतन्त्र दिवसको अवसरमा तपाईँ हामी हिँड्ने मान्छे लडिन्छ, तर लडेर उठेर हिँड्नु चाहिँ तपाईँ हाम्रो सफलता हो। र हाम्रो गन्तव्यमा पुग्नको लागि तपाईँ हामी धैर्यता, इमान्दारिता र निरन्तरता चाहिँ तपाईँ हामीले गुमाउनु हुँदैन भन्न पनि चाहन्छु तपाईँहरूलाई। कहिले नडराउनुहोस्। तपाईँ हाम्रो उद्देश्य, तपाईँ हाम्रो लडाइँ यो सब जति पनि हजारौँ पार्टीहरू होस् तिनीहरूभन्दा पृथक र फरक छ, यो चाहिँ हामीले बुझ्नुपर्छ। एकजना भए पनि तपाईँ उभिनुहोस्, एकजना भए पनि तपाईँको छिमेकी ठुलो कुरा गरेर 120 को 150 को स्पिडमा कुरा गर्छ होला, ए हो भनिदिन सक्यो, तिम्रो अस्तित्व के हो यति मात्रै भनिदिनुहोस्। धेरै बाजी राख्नु पर्दैन। अहिले ठुलो धेरै पनि धेरै छ साथीहरूको दौरा सुरुवात लाएर मक कामेर सत्तामा पुगेर लालाक्लुलुक भइजानुको लागि हाम्रो लडाइँ होइन नि। नुन खाएको कुखुरा जस्तो भइजानुको लागि होइन नि। हिजोसम्म दौरा सुरुवाल अराष्ट्रिय पोसाक, ढाका टोपी अराष्ट्रिय टोपी, गाई अराष्ट्रिय जनावर काटेर खाइन्छ, जय मङ्गल भन्दै मङ्गलले सलर्गनाइसलाई बदनाम गर्ने आज सत्तामा पुगिसकेपछि लालाक्लुलुक भएर चाहिँ यत्रो पखुर भाङ्राको दौरा सुरुवाल लाएर नाटक गर्नको लागि हाम्रो लडाइँ होइन। त्यस कारणले गर्दाखेरि त्यो बाटोबाट जति नै स्पिड कुदे पनि हाम्रो घर पुगिँदैन, हाम्रो गन्तव्य पुगिँदैन भन्न चाहन्छु। र समयको मध्यनजर गर्दै तपाईँहरूको माझमा केही भनेर अझै पनि राख्नु चाहिँ मन छ। तर ट्याक्समा आसन गरिरहनुभएका हाम्रो अग्रज नेताजीहरू हुनुहुन्छ, उहाँहरूको युगान्तकारी सम्बोधनहरू हामीले अझै महत्त्वका साथ सुन्नुपर्ने हुन्छ। र यति बेला विभिन्न अन्य जिल्लाहरूबाट पनि, विशेष गरी झापा जिल्लाबाट पनि पाल्नु भएको छ। विश्व भू राजनीतिका